Welcome to another episode of the Green Liming Confession series. Welcome. आज पनि हामी अर्को रमाइलो कन्फेसन लिएर आइसकेका छौँ तपाईहरुको बीचमा. So now this is a guy who is in Nepal and the title of his confession goes like this. Why do people start judging just by looking at someone? So what happens is केही दिन अगाडि म कलेजबाट फर्किदै थिएँ अनि बाटोमा अगाडि एउटा केटी हिँडिरहेको थियो. Both of us were going in the same direction. अनि त्यो केटीले मलाई पछाडि हेर्यो. She was in a call, I noticed त्यतिखेर. अनि मेरो छिटो हिँड्ने बानी छ. So I walked past her. त्यो केटीले मलाई पछाडि फर्केर हेर्दा नै I thought why she was looking at me. Then I thought अब it's common हैन त. If you feel कि पछाडि कोही हिँड्दैछ, you look back हैन त. होइन त लाग्दा हाम्रो जस्तै मानिदिन्छ होइन He's looking for validation here. मैले गरेको कुरा ठिकै त हो नि हैन. तर लेखा खतरा लाग्यो के मलाई चाहिँ नि क्या लाइक एक्सप्रेसिभ हिसाबले लेखेको छ एकदम रियल भएर लेखेको छ. अनि I didn't think anything other than that. तर जब I was walking past her, she said, I don't know who is he. Seems creepy. भनेर कलमा भन्यो. And he looked at me as if I was a creep or a scoundrel. अनि त्यो नि उसले इंग्लिशमा भनेको के? म्यान के सोचे त्यो केटीले मलाई? न मैले उसलाई हेरेको थिएँ और फलो गरेको थिएँ. म त उसलाई वक पास मात्र गरे हो. But still she said that in her call. I don't know उसले के सोचिरहेको थियो मलाई, but why do people judge so fast के? Without knowing anything. अनि त्यसो भनेपछि मलाई के भन्छ अरु भनेर सुने. अनि त्यसपछि चाहिँ she was speaking in Nepali. अब I don't know why she used English to judge a person without knowing anything and then started speaking in Nepali. People especially in Nepal really judge too fast. अनि mind you, that girl was walking on the wrong side of the road while I was on the right side. So उसको अब यहाँ धेरै कम्प्लेन छ बिचारा ब्रोको. अब सुई आफ्नो आफ्नै ध्यानमा हिँडिरहेको मान्छेलाई पछाडि फर्केर मुख खुम्चाएर आफ्नो साथीलाई हैन वडा क्रिप भनेर भन्दियो. दिलमा छुरा नै हाल्दियो. दिलमा छुरै हान्दियो त्यहाँ अब. स्याड. के गर्ने ब्रो? So sad. तर अब त्यो केटी चाहिँ कस्तो थियो त? राम्रो थियो त ब्रो? राम्रो केटीहरू अलिक घमण्डी पनि हुन्छ. तर फेरि अब कहिले कहिले कस्तो हुन्छ जो कि नराम्रो हुन्छ उसको फेरि चाहिने बढी एटिट्युड चाहिँ बढी हुन्छ क्या. हुन्छ नि नबस्ने के भन्छ के भन्छ नमच्चिने पिङको 100 झड्का भने जस्तै है हामीले थाहा पनि हुँदैन टक्क फोटो आएको नि हुन्थ्यो क्या त्यहाँनिर यो मान्छे यस्तो यो मान्छे त्यो ब्रोलाई राखेको भएछ कलेजबाट फर्किरहेको भनेपछि यो दिउँसोकै टाइम हो राति पनि होइन अझै. तर ब्रोले अब अझै कुरा सुने भन्दाखेरि मलाई मेरो बारेमा अझै अरू के भन्दो रहेछ साथीलाई भनेर कौतूहलता भयो होला क्या उसलाई चाहिँ. त्यही भने क्रिप त भन्यो, स्काउन्ड्रल त भन्यो, अझै के थप्छ होला. के भन्छ म भइदिएपछि चाहिँ के गर्थ्यो होला भन्ने विचार भयो होइन. म भएको भए त त्यहाँ कन्फ्रन्टेसनै हुन्थ्यो होला. के अरे कसलाई क्रिप भने तर होइन त्यस्तो होइन. अनुहार हेर्न अनुहार आफ्नो अरे अनुहारमा धनुहार. एनिवे तर अब जज किन यदि चाँडै गरिहाल्ने भन्ने कुरामा जाउँ होइन. मैले एउटा बुकमा पढेको थिएँ दाइ होइन. त्यो बुकमा चाहिँ के भन्छ भनेदेखि एउटा मान्छेले जजमेन्ट गर्नु भनेको ह्युमन नेचरै हो. सबैजनाले जज गरेर हान्छ अल द टाइम. स्पेसली अब फर्स्ट टाइम भेटेको मान्छेहरूलाई फर्स्ट टाइम भेट्दाखेरि. तर त्यो बुकमा सिकाएको कुरा चाहिँ के छ भनेदेखि यु आर नट द फर्स्ट थट. किनकि फर्स्ट थटमा जजमेन्ट हुने हो नि त. कस्तो आडे मान्छे रहेछ, कस्तो कुरा नसुन्ने मान्छे रहेछ, कस्तो कुरै नबुझ्ने मान्छे रहेछ, कस्तो रुडली बोल्ने रहेछ एसेट्रा. वाट अ क्रिप रहेछ, स्काउन्ड्रेल रहेछ भनेर त्यो मान्छेको एउटा फर्स्ट थट भयो नि त. जे सोच्यो त्यो भनिहाल्यो नि त. तर त्यो बुकमा चाहिँ के सिकाइरहेको छ भनेदेखि चाहिँ यु आर नट द्याट फर्स्ट थट. त्यो फर्स्ट थट सही थट हो कि होइन
भनेर जज गर्न सक्ने एउटा क्यापेसिटी चाहिँ आफूमा हुनु पर्यो द्याट्स वेयर योर अवेरनेस इज र त्यो फर्स्ट थट त्यो फर्स्ट जजमेन्टबाट फेरि ब्याक आएर फेरि सोचेर यो ठिक हो होइन भनेर डिसिजन लिन सकिन्छ तब हामी अगाडि बढ्न सक्छौँ भनेर त्यहाँ सिकाएको छ कि त्यो बुकमा होइन एन्ड आई रियली लभ द्याट आई थिङ्क यो कुरा यहाँ एकदम युटिलाइज हुन्छ राम्रोसँग सो यहाँ के प्रब्लम के भयो त्यो केटीले देख्ने बित्तिकै जज गर्दै हाल्यो सी इज नट अवेयर अब अनफर्चुनेटली ब्रदर अब त्यस्तै नै हो सिचुएसन तर नेपालमा धेरै सिचुएसनहरू त्यस्तो पनि भएको छ नि त दाइ लाइक यु सी अब केटीहरूको पछि लाग्ने स्टक गर्ने यताउता नेपालमा त भइरहेको नि त हुन्छ नि त मेबी अब त्यो केटीलाई पनि केही थ्रुहरू गएको थियो होला पहिला बिकज सी ह्याड द्याट थट किन भन्दाखेरि मेबी सी ह्याड अलरेडी गन थ्रु समथिङ लाइक द्याट बिफोर त्यस्तो एक्सपिरियन्स पहिला पनि भइसक्यो होला हुनसक्छ हो भनेर हामीले त्यो पात्रको साइडबाट पनि यसो विचार गरिदिउँ न भन्ने कुरा मेरो चाहिँ अर्को सजेसन ब्रो के भन्न सकिन्छ भन्दाखेरि चाहिँ नाउ सी जज यु सो सी इज अब हुन्छ नि उसको फर्स्ट इन्स्टिङमा उसले तिमीलाई जज गर्यो सी नेभर आई गेस कन्फ्रन्टेड हर ओन थट्स होइन सो सी इज इन द रङ हियर एन्ड यु डन द राइट थिङ बाई नट कन्फ्रन्टिङ हर अरू हुन्छ नि जस्ट माइन्डिङ यर ओन बिजनेस एट दिस स्टेज अनि अगाडि हिँडेर बाटोमा मात्र पास भएन यो अब गर्नुपर्ने चाहिँ के छ भने यो थटबाट पनि यु निड टु मुभ पास अनि यु जस्ट निड टु लेट इट बी किनभने द्याट्स द राइट थिङ टु डु किनभने अभियसली दिस इज समथिङ द्याट हेज अलरेडी ह्यापन उसले मलाई किन जज गर्यो यो भन्ने कुराले आफूलाई केही लेस फिल गर्नु पनि पर्दैन किनभने पिपल जज अहिले अविनाशले भने जस्तै हुन्छ नि दे एभ्रीबडी इज जजिङ एभ्री वान सो इट्स जस्ट अ ह्युमन नेचर सो इन्स्टेड अफ वेस्टिङ टु मच एनर्जी इन द्याट हुन्छ नि अब जस्ट द्याट्स हाउ लाइफ इज भनेर जस्ट मुभ अलङ यस्तो सिचुएसन मेरो दिदीलाई भएको थियो क्या लाइक रियली क्रिपै भएको क्रिपै अब खत्रै नै स्टकै हान्दिने क्या एउटा केटा त्यसलाई अब म नै बच्चा थिएँ मेरो दिदी चाहिँ सी माइट बी अराउन्ड लाइक 8 years जस्तो ओल्डर क्या मभन्दा भने चाहिँ म 10 वर्ष हुँदाखेरि सी वाज 18 अनि वसुन्धरामा बस्ने वसुन्धरा चोकमा झऱ्यो झरिसकेपछि लाइक अब घरसम्म आउनुलाई भित्रसम्म त गाडीहरू आउँदैन अब कलेज जाने बेलामा दिदी माइक्रोहरूमा जाने अनि सो हिँड्नु पऱ्यो नि त हिँडेर जाने बेलामा चाहिँ त्यो एउटा केटा चाहिँ होइन बाटोमा बसिराख्ने क्या बाटोमा बसिराख्ने अनि त्यो अब हेराए नै यस्तो क्या क्रिप तरिकाले हेरिराख्ने लाइक दिदीलाई नै कुरिरहेको छ त्यसले भने जस्तो अनि यसो कहिले काहीँ अब हुन्छ नि छतमा गएर बसिरहेको छ भने यसो हेर्दा त्यो केटा चाहिँ घरकै अगाडितिर घरै हेरेर बसिरहेको भने प्रपर स्टकर क्रिप क्या अब त्यस्तो मान्छेहरू हुन्छ क्या तर मेबी सी हेज ह्याड टु गो थ्रु समथिङ लाइक द्याट त्यही भएर पनि अब इन्स्टेन्टेनियसली त्यो जजमेन्ट पनि आयो सो अब त्यही हो ब्रो होइन अब पिपल गो थ्रु अ लट अफ स्टफ अनि द्याट्स वाइ दे रियाक्ट इन द वे दे रियाक्ट तर अब गुड थिङ भनेको यो नट अ क्रिप यु साउन्ड लाइक अ नाइस इनफ गाई होइन सो किप द नाइसनेस अलाइभ एन्ड जस्ट बी पोजिटिभ त्यहाँनिर जे पाए भनेर जे पाए बोलेर रियाक्ट गर्नुभन्दा कन्फेसन लेखेर रेस्पोन्ड गर्यो यु सुड बी प्राउड अफ द्याट ब्रो एक्ज्याक्टली वी प्राउड अफ यु शुड बी प्राउड अफ योरसेल्फ एज वेल